channel. This is my first video. It will be a series of videos for those people who wants to come to Germany and start their Ausbildung. But in this particular video, I'll be talking about things you need to know before starting your German course or German language. त्यसैले let's go. So the first thing you need to know कि त्यहाँ चाहिँ 6 वटा लेभल छ जर्मन ल्याङ्ग्वेजको. जर्मन ल्याङ्ग्वेजलाई चाहिँ इच लेभललाई एकवटा नाम दिएको छ. फर्स्ट लेभलमा आउँछ A1 लेभल. A1 लेभललाई चाहिँ एउटा न्यूबीज अर बिगिनर लेभल भनेर मानिएको छ. यसमा चाहिँ हजुरहरूले बेसिक्स ABCD, बेसिक्स वर्ड जस्तै टी, कफी, प्लान्ट, टेलिभिजन, फूड हो त्यसरी सिक्नुहुन्छ. अनि त्यसपछि त्यहाँ चाहिँ हजुरहरूले बेसिक सेन्टेन्स फर्मिङ, प्याटर्न हो त्यसरी सिक्नुहुन्छ. अनि त्यसपछि आउँछ A2 लेभल. A2 लेभललाई चाहिँ एउटा एडभान्स बिगिनर भनेर मानिन्छ. त्यसमा चाहिँ हजुरहरूले धेरै ग्रामरहरू सिक्नुहुन्छ अनि सेन्टेन्सहरू कसरी कनेक्ट गर्ने, लिङ्किङ वर्ड्सहरू हो त्यसरी कसरी गर्ने, अनि त्यसमा लेटरहरू कसरी लेख्न सिक्ने, अलिकति लेटरलाई रिजनेबल कसरी बनाउने भनेर हो त्यहाँ सिक्नुहुन्छ. अनि त्यसपछि आउँछ B1 लेभल. B1 लेभललाई चाहिँ एउटा इन्टरमिडिएट लेभल भनेर मानिन्छ, जहाँ चाहिँ हजुरहरूले A1 र A2 मा युज गर्नुभएको वर्ड्स, भर्ब्स, सेन्टेन्स फर्मिङ स्किल्स हो त्यो चाहिँ हजुरहरूले एउटा प्याराग्राफलाई कसरी रिजनिङ बनाउने, कसरी त्यहाँ युज भएको सेन्टेन्सहरूलाई कसरी रिजनेबल बनाएर कनेक्ट गर्ने डट्सहरू हो त्यो सिक्नुहुन्छ. अनि त्यसपछि आउँछ B2. B2 चाहिँ एउटा एडभान्स लेभल इन्टरमिडिएट भनेर मानिन्छ. B2 मा चाहिँ हजुरहरूले के सिक्नुहुन्छ भन्दाखेरि जुन B1 मा हजुरहरूले प्याराग्राफ्सहरू बनाउन सिक्नुभयो त्यो हो त्यो प्याराग्राफलाई चाहिँ अझै एउटा प्रेजेन्टेसन जसरी चाहिँ बनाउन कसरी सक्ने भनेर, या त्यो एउटा प्याराग्राफलाई चाहिँ कसरी मजाले डिस्क्राइब गर्न सक्ने भनेर त्यहाँ कुराहरू गरिएको हुन्छ. अनि त्यसपछि आउँछ C1 लेभल. C1 लेभललाई चाहिँ एज अ प्रोफेसनल लेभल भनेर मानिन्छ, जसमा चाहिँ हजुरहरूले मान्छेहरूसँग एकदम मजाले इच एन्ड एभ्री टपिकमा बेसिक्स कुराहरू बोल्न सक्नुहुने हो त्यसरी जान्छ. अनि C1 लेभल इज भेरी इम्पोर्टेन्ट कि तपाईहरूलाई जति आफ्नो ल्याङ्ग्वेजमा डाउट लागेको छ त्यो C1 लेभलमा आएर चाहिँ एकदम धेरै कन्फिडेन्ट हुन्छ. अनि त्यसपछि आउँछ C2 लेभल. C2 लेभल चाहिँ अहिलेसम्म मैले सुनेको मात्र थिएँ अनि टिचर्सहरूले गरेको भनेर सुनेको थिएँ. त्यसैले चाहिँ C2 लेभल चाहिँ एज अ नेटिभ जर्मन लिइन्छ. एज अ नेटिभ जर्मन चाहिँ जसले बोल्न सक्छ त्यसलाई चाहिँ C2 लेभलको जर्मन प्रोफिसियन्सी मानिन्छ. द्याट्स अल. हामीले फर्स्ट स्टेपमा डिस्क्राइब गऱ्यौँ कि कतिवटा ल्याङ्ग्वेज लेभल अभाइलेबल छ, कतिवटा ल्याङ्ग्वेज लेभललाई चाहिँ के भनिन्छ भनेर. त्यसैले यो सेकेन्ड स्टेपमा चाहिँ म के इन्क्लुड गर्छु भन्दाखेरि चाहिँ एउटा एप डुओलिङ्गो हो. त्यो एपमा चाहिँ हजुरहरूले डिफ्रेन्ट ल्याङ्ग्वेजेस अराउन्ड द वर्ल्ड सिक्न सक्नुहुनेछ. अनि यसमा चाहिँ हजुरहरूले बिगिनरदेखि सेटिङ्समा गएर बिगिनरदेखि राखेर 10 to 15 मिनट्स प्र्याक्टिस गर्नको लागि राम्रो हुन्छ. अनि डुओलिङ्गोले चाहिँ हजुरहरूले दिनै 10 to 15 मिनट्स प्र्याक्टिस गर्नुभएको छ भने स्न्यापच्याट जसरी नै स्ट्रिक्स मेन्टेन गरेर राख्छ, सो द्याट कि हजुरहरूले कति डेज भयो त जर्मन सिक्दै गरेको भनेर ट्र्याक गर्न पनि सक्नुहुन्छ होइन. यो चाहिँ एउटा कुल एप जस्तो लाग्छ मलाई, जसलाई चाहिँ फोनमा पढ्ने बानी, एकदम डिजिटल्ली पढ्ने बानी भएको मान्छेलाई चाहिँ होइन. तर यसमा चाहिँ अलिकति म के एड गर्न चाहन्छु भन्दाखेरि चाहिँ डुओलिङ्गो सँगसँगै गर्दाखेरि चाहिँ एउटा कपी र पेन राखेर सँगै फर्स्ट डे भनेर लेख्नु माथि. अनि फर्स्ट डेमा चाहिँ हजुरहरूले के वर्ड सिक्नुभयो डुओलिङ्गोमा, के पढायो उसले, के बोल्न लगायो, के लेख्न लगायो सबै कपीमा लेखेर राख्ने. अनि बेलुका या जति बेला गर्नुभयो चाहिँ एक टाइम त्यही दिन बेलुका बसेर चाहिँ एकचोटि सर 10 मिनट लाएर पढ्ने गर्नुभयो भने चाहिँ ल्याङ्ग्वेजमा धेरै इम्प्रुभमेन्ट आउँछ. अनि
वर्ड्सहरू कसरी प्रोनाउन्स गर्ने भनेर पनि हेल्प हुन्छ। यो चाहिँ एकदम मस्ट स्टेप भन्छु हजुरहरूको लागि। थर्ड स्टेप चाहिँ हजुरहरूलाई म के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ लर्न जर्मन भन्ने एउटा युट्युब च्यानलको प्लेलिस्ट हो। तिनीहरूले चाहिँ A1, A2, B1, B2 मा चाहिँ के पढाइन्छ हो त्यो सब्जेक्टहरू या हो त्यो टपिक्सहरू उनीहरूले एउटा प्लेलिस्ट बनाएर राखेको छ। अनि त्यो प्लेलिस्ट चाहिँ हजुरहरूले दिनको 2 देखि 3 पनि हेर्न सक्नुहुन्छ। अनि त्यो प्लेलिस्ट पनि हेर्दाखेरि युट्युबमा हेर्दाखेरि साइडमा कपी र पेन राख्ने, लेसन 1 लेसनको नेम के पढिएको छ, के बोल्न लाग्यो, के नयाँ कुरा, के वर्ड चाहिँ नयाँ लाग्यो हो त्यो। अनि उनीहरूले जसरी बोल्छ हो त्यही वर्डलाई उनीहरूले बोल भन्दाखेरि चाहिँ आफूले रिपिट गरेर बोल्ने, साई नहुने। सुरुमा ल्याङ्ग्वेज सुन्दाखेरि ग्रिटिङ्सहरू सुन्दाखेरि फनी लाग्छ तर पछि चाहिँ बानी हुँदै जान्छ भनेर भन्छु है। त्यसैले चाहिँ प्लेलिस्ट चाहिँ म हजुरहरूलाई डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँ गएर पनि लिङ्क भेटाउनुहुन्छ। और यु क्यान गो इन युट्युब च्यानल। फोर्थ स्टेपमा चाहिँ म हजुरहरूलाई के सजेस्ट गर्छु या के को बारेमा भन्छु भन्दाखेरि चाहिँ वेयर यु क्यान स्टडी योर जर्मन ल्याङ्ग्वेज डु योर जर्मन कोर्स है। अनि नेपालमा चाहिँ धेरैवटा कन्सल्टेन्सिजहरू हुनुहुन्छ, कोचिङ सेन्टर्स हुनुहुन्छ जहाँ चाहिँ जर्मन ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ। तर देयर आर 3 रेनाउन्ड टिचिङ सेन्टर्स या ल्याङ्ग्वेज स्कुल्स भनौँ न, जो चाहिँ एउटा गोटे सेन्ट्रम रहेको छ, सेकेन्ड चाहिँ VHS रहेको छ, अनि थर्ड चाहिँ विश्व भाषा विद्यालय रहेको छ। मैले चाहिँ गोटेबाट गरेको थिएँ। लेट्स टक अबाउट गोटेको चाहिँ हजुरहरूले एउटा फेसबुक पेज भेट्न सक्नुहुन्छ हो। त्यहाँ चाहिँ उनीहरूले फर्स्ट अपडेट चाहिँ जहिले पनि फेसबुक पेजमा हाल्ने गरेको हुन्छ। A1 को लागि एडमिसन ओपन एन्ड एक्जाम्स ओपन अनि हो त्यस्तोहरू, फिजिकल क्लास, अनलाइन क्लास हो त्यस्तो अप्सन्सहरू हुन्छ। हजुरहरूले चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ ल्याङ्ग्वेज गर्दाखेरि एकदम इन्टेन्सिभ लेभलको ल्याङ्ग्वेज गर्ने, जुन चाहिँ 2 महिनाको लाग्छ। त्यसमा चाहिँ 8 मन्थ भनेर लेखेको हुन्छ क्यालकुलेटेड पेपर। अनि त्यसमा चाहिँ अर्को रहेको छ कुरा टाइमको। यदि गोटेले त्यो एडमिसन ओपन यो दिन चाहिँ खुल्छ 12 बजे भनेको छ भने टेक योर फोन आउट अनि स्टे देयर है। 11:59 मा उनीहरूले पेज अभाइलेबल गर्छ या साइट अभाइलेबल गर्छ। 1 मिनटमा त्यो साइट भरिन्छ। तपाईँले चाहेको कुनै क्लासमा सिट भेट्नुहुन्न। त्यसैले चाहिँ एकदम धेरै टाइममा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ एडमिसन गर्दाखेरि गोठेमा। अनि आफ्नो डाटाहरू, फोन नम्बर, इमेल, बेसिक्स नेम, त्यस्तै हो त्यस्तो के आउँछ हो त्यो भर्नुपर्ने हुन्छ होइन। अनि VHS मा चाहिँ हजुरहरूले मेल गर्दा पनि हुन्छ, कल गर्दा पनि हुन्छ, अनि उनीहरूकै साइटमा गएर बुझ्दा पनि हुन्छ। मेबी उनीहरूलाई कल गरेर एकचोटि बुझ्न राम्रो हुनेछ। तर आई थिङ्क दे अलवेज हेभ अ सिट अभाइलेबल। अनि विश्व भाषा विद्यालय चाहिँ मलाई थाहा छैन, त्यसैले आई वन्ट इन्क्लुड इट। तर मैले सुने अनुसार चाहिँ विश्व भाषा विद्यालयमा पनि जर्मन गराउनुहुन्छ भनेर। अनि फर दोज पिपल हु वान्ट्स टु डु इट अ लिटल बिट डिफ्रेन्ट, कि घरमा बसेर पनि पढेकै छ, युट्युबबाट पनि प्लेलिस्ट हेरेर पनि पढेकै छ, डुओलिङ्गो गरेर पनि पढेकै छ भनेर त्यति मात्र हो भन्ने लागेको छ भने चाहिँ हजुरहरूले पोडकास्टहरू सुन्न सक्नुहुनेछ। पोडकास्टको नाम चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ अहिले स्टार्टिङको लागि चाहिँ कफी ब्रेक विथ जर्मन भनेर सजेस्ट गर्छु। उनीहरूले चाहिँ सानो टपिक या कुनै एउटा बेसिक टपिकलाई लिएर डिस्कस गर्छ। त्यसैले चाहिँ उनीहरूको स्टार्टिङ गर्न चाहिँ एकदम सजिलो हुन्छ। अनि त्यसपछि चाहिँ सेकेन्ड चाहिँ हजुरहरूले A2 सकाउँदा स्टार्ट गर्ने पोडकास्ट चाहिँ मैले इजी जर्मनको भन्छु। इजी जर्मन हेज अल्सो युट्युब च्यानल। उनीहरूले एकदम कुल भिडियोज, इन्टरभ्युजहरू हालिरहेको हुन्छ। मलाई एकदम धेरै मनपर्छ इजी जर्मन। अनि त्यो चाहिँ तपाईँहरूले युट्युबमा चेक गर्न सक्नुहुन्छ। एकदम धेरै कुल पिपल्सहरू लाग्छ होइन। अनि
उनीहरूले चाहिँ बेसिक्स इन्टरभ्यू के कस्तोमा थट्सहरू छ पिपल्सहरूको भनेर इन्टरभ्यू गरेर हालिरहेको हुन्छ। त्यो चाहिँ हजुरहरूले युट्युबमा हेर्न सक्नुहुन्छ। अनि अर्को कुरा चाहिँ के सजेस्ट गर्छु भन्दाखेरि म्युजिक, जर्मन म्युजिक्स आर भेरी कुल, एकदम इनर्जेटिक अनि अझै मोडर्न भएर होला होइन। अनि लिरिक्सहरू पनि सुरुमा चाहिँ जर्मन म्युजिक सुन्दाखेरि लिरिक्स हेर्दै हेर्दै सुन्ने गर्नु, अनि त्यसपछि चाहिँ मिनिङ खोज्ने, अनि यो वर्डले चाहिँ के भनेको रहेछ, त्यो वर्डले चाहिँ के भनेको रहेछ, यो वर्ड बोल्दाखेरि चाहिँ राम्रो सुनिन्छ, यो भनेको चाहिँ के रहेछ त भनेर गर्न पनि सक्नुहुन्छ। अनि अर्को कुरा, द मेन थिङ, ल्याङ्ग्वेज कसरी दिमागमा बस्छ। नेपाली मान्छे हामीले सानैदेखि पनि हिन्दी मुभिजहरू हेरेर आएको छ। हामीले हिन्दी मुभी हेर्दा हेर्दै हामीलाई हिन्दी बोल्न आउँछ, हिन्दी बुझिन्छ, त्यो हुन्छ। त्यसैले चाहिँ मुभिजमा चाहिँ के अरे हिन्दी मुभी हेर्दै जसरी नै हजुरहरूले जर्मन मुभिजहरू स्टार्ट गर्न सक्नुहुन्छ, या एनी मुभिज, कुनै मुभिज हेर्दाखेरि चाहिँ तपाईँहरूले इङ्ग्लिसमा हेर्नु तर जर्मन सबटाइटल लगाएर हेर्नु। या जर्मन मुभिज आर भेरी भेरी कुल, अनि खै एकदम इन्ट्रेस्टिङ हुन्छ। तर मेरो चाहिँ एउटा आई विल किप द नेम अफ द मुभी इन द डिस्क्रिप्सन बक्स होइन। यो चाहिँ एकदम धेरै इन्ट्रेस्टिङ छ, जर्मन स्कुल सिस्टम, जर्मन पिपल, स्टुडेन्ट्सहरू कस्तो हुन्छ भनेर बारेमा छ। त्यो चाहिँ मैले मेरो B2 को ल्याङ्ग्वेज गर्दाखेरि मलाई मेरो टिचरले सबैजना हामीले एन्ड अफ द कोर्स चाहिँ हेरेको थियौँ, अनि एकदम कुल लागेको थियो मलाई। यसको चाहिँ सिक्वेलमा छ होला जस्तो लाग्छ होइन, मुभिजहरू हेर्ने गर्ने, अनि विथ जर्मन सबटाइटल्स अर इङ्ग्लिस सबटाइटल्स, तर जर्मन इन्क्लुडेड हुनु पर्यो। त्यसो गर्दा चाहिँ धेरै धेरै कुरा सिक्न सक्नुहुन्छ हजुरहरूले। नेक्स्ट भिडियोमा चाहिँ अब हजुरहरूले के डिमान्ड गर्नुहुन्छ, के जान्न चाहनुभएको छ, प्लिज कमेन्ट इट डाउन। अनि कुनै डाउट छ भने पनि राइट इट डाउन। केही बिगारेको छु या केही मैले नराम्रो भने या केही मैले मिस्टेक्स गरेँ, प्लिज राइट इट डाउन। आई विल ट्राई टु मेन्ड इट नेक्स्ट टाइम। सी यू देन। Like, share and subscribe. Don't forget it. Don't forget it.